नमस्कार। आज चाहिँ म तपाईहरुलाई एउटा मेरो हिजो भर्खर मात्र नेपालबाट आएको एउटा कोसेली देखाउन गइरहेको छु, अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ हो ब्याम्बो फ्लुट, नेपालमा बनेको ह्यान्डिक्राफ्ट बाँसुरी। यो बाँसुरी चाहिँ बुद्ध लामा फ्लुट, बुद्ध लामा गुरुले बनाउनु भएको हो। उहाँ चाहिँ नेपालकै वरिष्ठ बाँसुरी वादक तथा नेपालकै वरिष्ठ बाँसुरी मेकर हुनुहुन्छ। उहाँले धेरैवटा गीतहरुमा आफ्नो बाँसुरीको धुन बजाइसक्नु भएको छ। त्यसैले उहाँको बाँसुरी बजाउने मलाई धेरै ठुलो इच्छा थियो। अन्ततः मेरो इच्छा पूरा भएको छ। मैले दुईटा बाँसुरी मगाएको छु। एउटा ठुलो ईको बेस छ भने अर्को एउटा सानो छ। एको चाहिँ सानो, एकदम सानो मगाएको छु। त्यो चाहिँ सानो बाँसुरी बजाउन पनि एकदम गाह्रो हुन्छ भने सुन्दै। अनि ईको बेस त झन् बजाउन गाह्रै हुन्छ होला। म कहिले पनि बजाएको छैन, म सिकेको पनि छैन। म आफै भर्खर 5-6 महिना पनि भएको छैन मैले सिकेको। हल्का टाइम भएको बेला अलि बजाउने गर्छु। त्यही भएर तपाईहरुलाई अनबक्सिङ गरेर देखाइदिन्छु म आज। कभर छ, एकदम राम्रो कभर छ। यो चाहिँ इबेसको सिंगल कभर हो। प्याकेजिङ हेर्नुस्, स्ट्यान्डर्ड प्याकेजिङ हेर्नुस्। मलाई त एकदम यो खोलेर मलाई चाहिँ अब बजाउन पनि एकदम मलाई चाहिँ अलिकति नर्भस भइरहेको छु। म चाहिँ उहाँजस्तो एकदमै लेजेन्डरीको हातबाट बनेको बाँसुरी मेरो हातमा परेको छ आज। म चाहिँ यो इबेसको बाँसुरी बजाउन त सक्दिनँ होला, तर कोसिस चाहिँ गर्नेछु तपाईहरु सामु, किनभने म कहिले पनि यत्रो ठुलो बाँसुरी बजाएको छैन। अनि सानो दुईटा रहेछ। यो चाहिँ सानो हुनुपर्छ। यो त मुरली जस्तो छ। मुरली त गिफ्ट हालिदिनु भएको छ कि हो। सरलाई धेरै धेरै धन्यवाद छ। यो चाहिँ किनकि म हेर्नुहोस्, यो मुरली रहेछ। मुरली त मैले त्यो पनि एकदम गाह्रो छ बजाउन, म सक्दिनँ होला सायद। त्यही पनि ट्राई गर्छु। मलाई जज नगरिदिनु होला भन्न चाहन्छु म। यो पनि आफ्नै तरिकाको मिठो बज्ने रहेछ। मैले त यो बजाउँछु जस्तो लागिरहेको थिएन। म त कस्तो नर्भस भएर बजाएँ, तर पनि ठिकै बजेँ कि जस्तो मैले अलिकति महसुस भएको छ। तर म आफूले जज गर्न सक्दिनँ आफूले कस्तो बजाउँछु। यो चाहिँ सानो बाँसुरी ल हेर्नुहोस्। एको यो चाहिँ सबैभन्दा सानो बाँसुरी। सायद यो चाहिँ अब बाँसुरीहरु मध्येकै सबैभन्दा बाँसुरी सानो बाँसुरी हो किन जस्तो मलाई लाग्छ। हेर्नुस् है अब। सरी, मलाई अलिक प्र्याक्टिस गर्नुपर्छ। यो धुन पनि मैले बजाएको छैन, त्यही भएर। यो चाहिँ बाल कार्यक्रमको धुन हो। नेपालमा पहिला 5 बजे पछाडि आउँथ्यो त्यो प्र्याक्टिस गरेको, तर अलिकति त्यति राम्रो चाहिँ भएन। अनि
पनि एकदम गाह्रो हुने रहेछ यो पनि बजाउन। तर मलाई अब सानो बाँसुरी पनि भयो, मुरली पनि भयो। अब यी बेस यो त साह्रै ठुलो छ, लगभग 2 हातकै बाँसुरी छ, 2 हातको बाँसुरी। तपाईँहरू सामु म अलिकति प्र्याक्टिस म छुएर देखाउँछु। सरस्वती माता सत्य सुर दिनुहोस् परमेश्वर भगवान्। सास पनि नपुग्ने रहेछ। अलिकति चाहिँ बजाएँ तर एकदम हात चाहिँ गाह्रो भएको छ, तर पनि थोरै बजाएँ मैले। बाँसुरीको एकदम मिठो खनक छ, तर मेरो ब्लोइङ पनि राम्रो छैन। म चाहिँ भर्खर सिक्दैछु। मैले एकदम ध्यान गर्नुपर्ने छ, एकदम योग गर्नुपर्ने रहेछ यसको लागि। बल्ल मैले ब्लो राम्रो गरेँ भने मात्रै त्यसको गुन्जेमा अझ गुन्जिन्छ। मैले बाँसुरीलाई न्याय दिन सकिनँ, त्यसको लागि एकदम आफूलाई नै चाहिँ अलिकति लो फिल गरिरहेको छु। मलाई प्लिज जज नगरिदिनु होला भनिरहेको छु अघिदेखि नै मैले। अब कुन गीत, एउटा गीत गुनगुनाउनु। पहिलोचोटि हात मेरो छुएको यो इबेसको बाँसुरीको स्वर तपाईँहरूलाई कस्तो लाग्यो? आशा छ तपाईँहरूले पनि यसो इन्जोय गर्नुभयो कि भन्ने मैले आशा गरेको छु। मैले चाहिँ कहिल्यै छुएको थिइनँ यत्रो ठुलो बाँसुरी, पहिलोचोटि
हात पुग्न साह्रै गाह्रो छ। अझै पनि राम्ररी पलहरू बन्द गर्न सकेको छुइनँ, त्यही भएर अलिकति क्लियर आएको छैन। ल तपाईँहरूले हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस् त, थ्याङ्क यू सो मच।